नमस्कार, सबैलाई स्वागत गर्न चाहन्छु वर्ल्ड क्रिकेट च्यानलमा। स्कटल्यान्डमा जारी T20I सिरिजको अन्तिम खेलमा आज नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ। आजको खेल फाइनल खेल सरह हो नेपालको लागि। आजको खेल जितेको खण्डमा नेपाल समूह विजेता हुँदै 6 अङ्कका साथ सिरिज आफ्नो नाममा पार्नेछ। स्कटल्यान्डको ग्लास्गोमा खेल नेपाली समयअनुसार बेलुका सधैँ जस्तै 7:45 बजे सुरु हुनेछ। दुवै टोली खेल जितेर सिरिज आफ्नो नाममा पार्ने लक्ष्यमा रहेका छन्। नेपाल 3 खेलमा 2मा जित र 1मा हारका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ अहिलेसम्म। त्यसैगरी स्कटल्यान्डले पनि समान खेल खेलेको छ। नेपालले जति नै 3 खेल खेलेको छ उसले 2मा हार र 1मा जितका साथ तेस्रो स्थानमा आफूलाई राखेको छ स्कटल्यान्डले। नेपालले यो खेल जितेमा 6 अङ्क हुनेछ र समूह विजेता हुँदै च्याम्पियन घोषित हुनेछ। आज राति नेपालको भन्दा स्कटल्यान्डको रन रेट अलिकति राम्रो रहेको छ। त्यसकारण गर्दाखेरि आजको खेल स्कटल्यान्डले जितेको खण्डमा नेपाल र घरेलु टोली स्कटल्यान्डको अङ्क बराबर रहनेछ। त्यस्तोमा रन रेटका आधारमा स्कटल्यान्ड अगाडि रहँदै समूह विजेता हुँदै फाइनल जित्नेछ। त्यसैले आज नेपाललाई जितको कुनै पनि विकल्प छैन। पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई 2 विकेटले पराजित गरेको थियो। त्यसअघि नेपाल सोमबार नेदरल्यान्डसँग पराजित भएको थियो। नेपालले स्कटल्यान्डसँग T20 फर्मेटमा 2 पटक मात्र खेलेको छ, जहाँ 1 जित र 1 हारको नतिजा रहेको छ। त्यसैगरी T20I मा भने मङ्गलबारको खेल पहिलो नै थियो, जहाँ नेपाल विजयी भएको थियो। त्यसैगरी केही दिन पहिला सम्पन्न लिग 2 को एक दिवसीय श्रृङ्खलामा नेपालले 4 मध्ये 3मा जित निकालेको थियो। त्यसैगरी अहिले सञ्चालन भइरहेको T20I श्रृङ्खलामा पनि नेपाल जितका साथ आज अन्त्य गर्न चाहन्छ, उपाधि भित्राउन चाहन्छ। सबैले नेपाललाई शुभकामना लेखिदिन नबिर्सनुहोला। धन्यवाद।